ल मुहूर्तमा अब हाम्रो त चिया खान के छ एकदम ठिक छ नि पानी आमाले पानी ल्याउनु भयो कसले ल्याउनु आमा पानी खानु त एक गिलास म पनि खान्छु यो के लाउ के भयो यो हेर्न पेरा आम खाना मकै भुस ए ल के भयो बिचारा उडे हामीले बनाउनु मकैको भुस भन्छ लिनु त बाबा बाबा अहिले लिन्छु को मैले प्रधान भएको काटेको छ दादा यहाँ ल्याउनु हामीले बढी खाने भनेको यही पानी पानी त मन्दात पनि खानुपर्छ टिभी चल्छ यो आमा हजुर यो टिभी चल्छ चल्थ्यो गर अहिले चलाउनुहुन्न त्यो नेट राखिदिएको निकाल्नु हालेको हो त चाहिन्छ अर्को टिभी चलाउनुहुन्छ अहिले त्यो नेटको टिभी चलाउँछ लामो धन्यवाद है एकदम तपाईँलाई कहाँ नआएको अहिले उता यसो माथि जान्छौँ कहाँ छिरो यता माथि यसो घुमेर आउँछौँ आमा जामी लोडिङ चाहिँ टेन्सन लाग्छ हिजो मजाले लड्यो नि दाइ हामी यता हो कि कता हो यताबाट टाढा हो अर्को चाहिँ चिया खानेछु कस्तो दामी आएको छ दाइ यार खतरा छ कि गाउँघर भनेको यस्तै हो नि दाइ साप यसो रुक्नु साप बिहान मर्निङ वकमा हिजोको गाडीको बसाइले कस्तो दामी रहेछ है त गाउँले एक्सपेरिमेन्ट गर्दै गाउँ लुमजुङ रे होइन के भन्दै हामी अहिले बसेको यो गाउँको नाम के हो दाइ आउनु त आयो तर गाउँको नामै थाहा भएन नि हामीलाई यार फस्लाङ अर्घाखाँची जिल्लाको फस्लाङ गाउँ फस्लाङ हो कि ए ऊ पनि हो यसलाई के भन्छ के भन्न आएन कि मलाई गोखुङ्गा 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 गाउँ भन्छ यसलाई गोखुङ्गा भन्छ होला अनि यो चाहिँ उयो म कहाँ आएछ भनेको नम्बर फरक रहेछ कि नम्बर फरक रहेछ र हाम्रो नारायण सरको बाइक यहाँ रहेछ ए मालिक कस्तो आयो नि ए सुसार हुँदो रहेछ नि यहाँ नमस्ते हजुर नमस्ते ओ गुड मर्निङ हजुर
गर मूल्याङ्कन कसरी गर्छ अब गरे उच्च गर मूल्याङ्कन गर कसरी गर्छ छ्याक्क आज एउटा देशमा सल्लिबेलको ढेडी हुन्छ नि तिमीलाई आगो बाल्ने त्यो बाल्नु पर्छ त्यतिखेर सल्किन्छ ल यस्तो दामी हामी आज गोविन्द पौडेल दाजु मित्र सबै चिज बिहे चाहिँ अगाडि भएकोले हामी गाउँमा चाहिँ साथीभाइहरू सबै पार्टी खान रमाइलो गर्न गाउँ घुम्न भएर आएका छौँ। हामी अहिले अरखाँचीमा छौँ। अरखाँचीको ठाउँको नाम चाहिँ अलि मलाई पनि याद भएन। हामी उहाँबाट आएको मान्छेले साझा मतलब राखेन यिनले यतिर बल्ल हाम्रो साथीहरु 100 जना खटासी भन्दा हामीलाई 1 मिनेट सुत्न दिएका छैन के गरे हुन्थ्यो हामी त खराउनु पर्ने चाहिँ होइन हामी आफै गर्ने मान्छे हामी यिनलाई भेट्न आएको मान्छे हामीलाई त यस्तो छ केटा भने जे भयो नि उनीहरू के तर इन अरू हामी आएपछि उता जानुपर्ने उता हामी यहाँ देखेर घर आएको अरे के भाइ घर आएको हामी यहाँ देखेर घर आएको मान्छे आज जे भन्ने हो रचन के गर्दै त्यही सुरुमा त्यही भनिहाले पछि कुरा मिलाएका छन् मिलाएको चाहिँ मिलाइ जति मिलायो भने फेरि बिहान आउने बित्तिकै तपाईँहरू आएको मलाई थाहा थियो त त्यहाँ आएपछि त म घर आएर सुतेको मन आफै भने फेरि हामी सुत्याम भनेर बिहान 4 बजे गएर हेरेको त्यहाँ बोले हेर्ने मात्र हुन्छ त्यो त हेर्न त फोन गर्दा नि नउठाउने होला हेर्ने त भनेको हामी कोही पनि सुति आएन त कहाँ हेर्न के सोचेर यिनी पनि एकदम उसमा राइटर सबजना उत्तमबाट हामी आएमा त्यो मान्छेले हामीलाई किन भेटेन हामीलाई के रूपमा हेऱ्यो भन्ने छ साथीहरूले सबैले